साथीहरु हजुरलाई स्वागत छ मेरो न्यू भिडियोमा। मैले धेरै समयपछि फेरि एउटा न्यू भिडियो लिएर आएको छु हैन। अनि देख्न सक्नुहुन्छ मेरो हातमा यति लामो चिचिनो छ क्या। तपाईको मैले पानी परिराते बाहिर जमजम अनि तरकारी केही पनि थिएन, दाल भात पकाए, तरकारी के खाने भन्ने सोच आयो। त्यसपछि दौडिदै गएर पसल गए, पानीमा पसल गए, पसल गएको त केही थिएन तरकारी। तपाईको घिराम्ला बन्दा र चिचिनामा त तरकारी थिएन नजिकैको पसलमा। त्यसपछिबाट सधैँ घिराम्ला र बन्दा खाएको भए अस्ति अनि हैन, आज चाहिँ चिचिनो लान्छु भने चिचिनो लिएर आएको। एक देख्न सक्नुहुन्छ कति लामो, एक बित्ता दुई बित्ताको त्यो एक हात दुई हातको लामो थियो क्या चिचिनो। ल्याएर त्यसलाई पहिला सुरु खुर्केर पखालिसकेपछि सानसानो पिस गरेर बनाए। त्यसपछिबाट मसिनो गरी काटेर आलु सालु सब काटेर रेडी गरे, प्याज खुर्सानी सब काटेर रेडी गरिसके। त्यसपछि टक्क मैले साइडमा कराई बसालेर तेल हालिसकेपछि जिरा मेथी, त्यसपछिबाट देख्न तोरी प्याज राखेर मैले फ्राई गर्न हालेँ। फ्राई गर्दैछु हैन। अब प्याजलाई फ्राई गर्दैछु। प्याज फ्राई त हुनु पर्यो, ब्राउन कलरको हुन पर्यो हैन। ब्राउन कलरको हुँदैछ। अनि हजुरहरूलाई चाहिँ तपाईको चिचिनो भन्ने बित्तिकै के को याद आउँछ भन्नुहोस् त। मलाई त चिचिनो भन्ने बित्तिकै मलाई यो तिहार भन्नाले सरी तपाईको मलाई तिजाको अनुभव हुन्छ के। तिजाको अनुभव हुन्छ, तिजा जस्तै लाग्छ। पहेँला काँक्राहरू देख्यो भने अनि चिचिना देख्यो भने एकदम तिजहरू आएको याद आउँछ के साथीहरू। त्यसपछिबाट प्याज ब्राउन कलरको भइसकेपछि मैले तपाईको त्यसमा आलु पनि मिक्स गरिदिएँ। आलु र खुर्सानी मिक्स गरिदिएँ। खुर्सानी पहिले हाल्यो भने पड्केर उछिटिन्छ नि त, त्यही भएर कारणले मैले आलु सँगसँगै खुर्सानी पनि राखिदिन्छु। त्यसपछिबाट त्यसलाई मिक्स गरेर एकछिन चलाउँदै गर्छु हैन। अनि तपाईको तिज आएको अनुभव हुन्छ। पहिला तिजको बेलामा गाउँघरमा लट्रम चिचिनाहरू है। पहिला मेरो मामा घरमा त हुँदाखेरि कहिले गीत गाउँथ्यो नि तिजको बेलामा, आँगनमा बसेर तिजको गीत गाउँदाखेरि अनि कत्रा पहेँला काँक्राहरू चिचिनाहरू लट्रम्म फल्थ्यो क्या। त्यसैको याद आउँछ क्या पहिला है। गाउँघरको साह्रै याद आउँछ। आफू टाढा भएको भएर होला, धेरै वर्ष भइसक्यो गाउँघरतिर नगएको। त्यसै कारण देख्न सक्नुहुन्छ माथि मैले तपाईको मसलाहरू आलु फ्राई गरिसकेपछि सबै तपाईको मैले मसलाहरू हालेर रेडी गरिदिएँ। त्यसपछिबाट गएर साइडमा मैले तपाईको टमाटर पनि चप गरेर राखिसकेको छु। त्यसपछिबाट आलुलाई त्यो मसला राखिसकेपछि मिक्स गरिसकेपछि एकछिनमा मैले तपाईको त्यसपछि माथिबाट गएर चिचिना राखिदिन्छु क्या। चिचिना हालेर छोडिदिन्छु। त्यसमा चिचिना हाल्छु। त्यसपछिबाट गएर अनि चिचिना हाल्छु। चिचिना हालिसकेपछि तपाईको एकछिन चलाइदिन्छु। चलाइसकेपछि अनि मजासँग मिक्स हुन पर्यो नि त, चिचिनाहरू पनि मिक्स हुने, आलु र चिचिना मिक्स गरिदिन्छु मजासँग। मिक्स भइसकेपछि त्यसपछिबाट गएर मैले त्यसमा टमाटर राखिदिन्छु। त चप गरेर राखेको टमाटर छ नि, टमाटरलाई पनि राखिदिन्छु म। त्यसपछि माथिबाट टमाटरलाई राखिदिएपछि टमाटर पनि अनि राखेर मिक्स गरिदिन्छु। मिक्स गरेपछि माथिबाट गएर तपाईको अनि छोपेर छोडिदिन्छु हैन। तपाईको यति छोपेर पाक्दै गर्छ नि त। त्यसपछिबाट तपाईको पाक्दै गरेपछि ठ्याक्क तपाईँको 7:30 हुन्छ। 7:30 भइसकेपछि मेरो बाबुलाई खाना दिने टाइम हुन्छ। खाना दिने टाइम भएपछि मेरो बाबु फेरि आजभोलि के छ भने चाहिँ तपाईँको अन्डा नभइकन अब केही खाँदैन तरकारीहरू उसले, त्यसै भएर दाल मात्रै खाने हुन्छ। उसले दाल खान्छ, कहिलेकाहीँ अन्डा खान्छ। उसिनेको अन्डा त फेरि खानै मान्दैन, बल्ल कहिलेकाहीँ खान्छ। त्यसपछिबाट अन्डा बेलुकामा त्यो तपाईको अम्लेट बनाइदिन्छु नि त, सादा अम्लेट। तपाईको दाल र भात अनि अम्लेट दिने समय भइसक्यो त्यो। उसको 7:30 भएको थियो। उसको खाना समय चाहिँ तपाईँको 7:30 हो। अनि त्यो अम्लेट बनाउनुतिर लाग्यो। सधैँ चाहिँ फेरि अम्लेट कति राम्रो हुन्थ्यो क्या। हेर्नु न, सधैँ अम्लेट कति राम्रो हुन्थ्यो। आज त फेरि भिडियो बनाउनु लागेको कारणले हो केले गर्दाखेरि अम्लेट पनि कस्तो बाङ्गो टिँडो भाँचियो क्या। देख्न सक्नुहुन्छ होइन, मान्छे जस्तै भइरहेको छ अम्लेट पनि देख्न सक्नुहुन्छ। बल्ल अम्लेटलाई यताउति गरेर बल्ल पकाएँ है। फर्काइदिएपछि फर्काउन नि कति गाह्रो भएको थियो। बल्ल भिडियोलाई अफ गरेर फर्काएँ। फर्काइसकेपछि अम्लेट एकछिन पाक्यो। अम्लेट पाकिसकेपछि अनि अम्लेट रेडी भयो। लगेर मैले मेरो बाबुलाई दिएँ भात र अम्लेट, दाल दिएँ। एकै ठाउँमा दाल र भात फेरि उसले थालमा खान जान्दैन, कटोरामा दिनुपर्छ। हातले खाँदैन, चम्मचले खाने हो। हातले खान अलिक घिन मान्छ, चम्मचले खाने हो। त्यही भएर चम्मच लगेर दिएँ। अनि काँटा चम्चा अनि अन्डा लगेर दिएँ। मेरो बाबुले अन्डासँग भात खायो, दाल भात खायो। उसलाई लगेर उता दिएँ। त्यतिकैमा मेरो यतातिर तरकारीहरू पाक्दै थियो, रेडी हुँदै थियो होइन। तरकारी पाकेर छोप्दै थियो नि त, तरकारी पाक्दै थियो। त्यसपछिबाट गएर आएर खोलेर ढक्कन हेरेँ। खोल्दाखेरि यस्तो पोल्यो कि समाउनीले नगर। त्यसपछि समाउनी लिएर आएर मैले तरकारी खोलेँ। तरकारी खोलेर हेरेको त टक्क तरकारी पाक्न लागिसकेको रहेछ क्या। फेरि त्यसलाई एकछिन मैले मिक्स गरिदिएँ। फेरि चलाइदिएँ। ढक्कनी निकालिसकेपछि एकछिन उल्टाइ पल्टाइ पारेर चलाएँ। तरकारीहरू मिक्स हुनु पर्यो नि त, सबै चिज मिक्स हुनु पर्यो। आलु पाक्नु पर्यो सबै। त्यतिकैमा देख्न सक्नुहुन्छ यो चाहिँ मेरो पाकेर रेडी भइसकेको थियो क्या। अनि त्यसपछिबाट त्यो चलाइसकेर फेरि छोपिदिएँ एकछिन। त्यसपछिबाट बाबुलाई खाना दिइसकेको थियो नि त, खाना दिएर आएर फेरि तपाईँको अनि एकछिन हेरिसकेपछि पाकिसकेको थियो होइन।
पाकिसकेको थियो। अनि त्यसपछि चलाएर मैले फेरि हेर्नुहोस् है कति यसरी मैले पन्युले देखाउँछु, पन्युमा राखेर देखाउँछु कस्तो क्या त्यो हेर्दा नि खाम जस्तो भइरहेको थियो कि मजासँग भुट्या त्यो पनि पाकेको थियो, नुन पिरो सबै ट्वाक्कै थियो है, भातसँग चाहिँ मजासँग खाम्ला जस्तो भइरहेको थियो। त्यसपछिबाट अनि त्यो पाक्यो, त्यसपछिबाट मैले ग्यास बन्द गरिदिएँ। ग्यास बन्द गरिसकेपछि अनि त्यसपछिबाट खानाहरू सबै रेडी भइसकेको थियो। अब म चाहिँ पछि खान्छु, बाबुलाई दिइसकेपछि अनि बाबुको बाबा हुनुहुन्थेन, आइसकेपछि अनि बाबुको बाबालाई पछि त्यही देख्न सक्नुहुन्छ मैले पनिमले देखाएको छु कति ट्वाक्कै भइरहेको छ है, कति मिठो पहेँलो खाम भएको छ होइन। अनि यतिकैमा मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो, तरकारी पनि पाकेर रेडी भयो होइन, सानो मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो, हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने मेरो भिडियोलाई लाइक शेयर र सब्सक्राइब पनि गरिदिनु होला। फेरि नेक्स्ट भिडियोमा भेटौँला सबैजनालाई, बाई बाई।